3, 4. ठक 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 ठक। नमस्ते, म रिचा घिमिरे र यहाँलाई स्वागत छ रिचा घिमिरे युट्युब च्यानलमा। तपाईहरुले थम्बनेलबाट थाहा पाइसक्नुभयो कि आज एकजना एकदमै स्पेशल गेस्ट सुशील छेत्रीसँग हाम्रो कन्भर्सेसन हुनेवाला छ। तर तपाईहरुलाई थाहा दिन यो के जरुरी छ भन्दा हामी न्युयोर्क सिटीमा भेट्यौं हैन। हाम्रो त्यहाँ अवार्ड फंक्सन थियो, रमाइलो भयो। अवार्ड फंक्सनमा पनि रमाइलो भयो र पर्दा पछाडी त्यो फंक्सन पछाडी पनि हामीले धेरै रमाइलो कामहरु गर्यौं, टिकटक बनायौं हैन, कति रमाइलो गीतमा। तर अनफर्चुनेटली के भइदियो भन्दा हामीले जब सुशील दाइसँग रेकर्डिङ गर्यौं नि, त्यो जुन ओपनिङको बेला खिच्दा खिच्दै ब्याट्री एउटा टेक्निकल समस्याले ब्याट्री डाउन भयो र ब्याट्री चेन्ज गर्दाखेरि चाहिँ त्यो जुन ओपनिङ होल शट हैन, लगभग हामीले नन स्टप गरेका थियौं फेरि हैन, त्यो होल शट नै डिलिट हुन गयो। अनि त्यसपछि हाम्रो टिम बसेर के एउटा निष्कर्ष निकाल्यौं भने ठिक छ, अगाडिको ओपनिङ गए तापनि पछाडिको शटमा पनि धेरै राम्रो रमाइलो कुराकानी छ र सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ जुन अवसर मैले पाएँ हाम्रो दर्शकहरूको लागि, स्पेशली मैले सुशील छेत्री दाइलाई चाहिँ रिक्वेस्ट गरेर जुन भ्लग बनाएको थिएँ कन्भर्सेसनको हैन, त्यो चाहिँ जुन पार्ट भए पनि ओपनिङ नभए पनि हामीले त्यो पार्टलाई चाहिँ एउटा सम अप गरेर हैन अहिले प्रस्तुत गर्न लागेको छौं र भविष्यमा सुशील दाइसँग फेरि भेटेर फेरि एउटा लामो रमाइलो कुराकानी लिएर आउने छौं हैन। अहिलेको लागि चाहिँ यो कन्भर्सेसन इन्जोय गर्नुहोस्। अनि सुशील छेत्री भन्ने बित्तिकै मलाई अर्को पनि एउटा कुरा के याद आउँछ भने प्राय एक्ट्रेसहरुको फेभरेट। कतिपय कुरा मैले यहाँ खोल्न मिल्दैन, तर दाइलाई हेल्दी फ्लर्ट गर्ने एक्ट्रेसहरुको कमी छैन, मैले यहाँ भन्न मिल्दैन हैन। अब दाइले यति धेरै एक्ट्रेससँग काम गर्नुभयो प्रोफेसनली, मैले पर्सनली कुरा गरे हैन, किनभने मन पराउने हैन कसैलाई त्यो त नेचुरल हो एउटा यङ एजमा हैन। तर जोसँग काम गर्नुभयो नि सबैजना त विशेष छन्, तर दाइलाई चाहिँ काम गर्दाखेरि मलाई कस्तो मैले चाहेको जस्तो पर्फर्मेन्स उसँग निस्किन्छ, मैले चाहेको जस्तो पर्फर्मेन्स, मैले गर्न खोजेको काम, हामी दुईजनाको कोलाबोरेसनले चाहिँ बेस्ट कुरा आउँछ भन्ने चाहिँ को एक्ट्रेस हो हैन। यस्तो हुन्छ त्यो, म चाहिँ कस्तो भने अब म त्यो क्यारेक्टर भएर खेल्छु, तर मेरो अपोजिटको बारेमा योसँग निस्किन्छु, मेरो लागि सबैजना एउटै हो। मैले जस्तो हाम्रो विपुनासँग भयो, निताजीसँग, अनि मेलिनाजीसँग, अनि त्यसपछि अहङ्कारमा हामी प्रेयर चाहिँ थिएनौँ, तर सँगै चाहिँ काम गरेका थियौँ। अहङ्कारमा बिसमा अनि हाम्रो उषा बहिनीसँग, अनि अब झर्ना बज्राचार्य, झर्ना थापासँग भने सबैजनासँग, अझै नाम बिर्सेको होला कतिको, माफ गर्नु होला। सबैजना एकदम सबैले माया गर्नुहुन्थ्यो। हाम्रो रेखाजीसँग पनि गर्नुभएको छ गरेको फिल्मको नाम चाहिँ यो हामी खोजेर पत्ता निकाल्दा त्यो भनेपछि सबै हाम्रो जेनेरेसनसम्मको त सबै, अनि हामी भन्दा पछाडिको जेनेरेसन लेखान्त भन्ने लेखान्त भन्ने हाम्रो उदय सुब्बाजीको डिरेक्सनमा। अब जस्तै अब तेलभिसा रिलिज भयो, रिलिजको क्रममा अब प्रमोसनको टाइममा दाइ हुनुहुन्थ्यो उता हैन, हामी कतिपय सोजमा हामी सँगै पनि गयौँ, वर्षा पनि थियो हामीसँग कमेडी दरबार जाँदा। अनि यही हाम्रो सुट भयो कति रमाइलो भन्ने गीत। अनि त्यो सुटिङको टाइममा हुन त दाइले एकदमै सर्ट टाइम लिएर आउनु भएको थियो हैन। त्यो सुटिङको भन्दिन अनुभव कस्तो भइरहेको थियो, के भइरहेको थियो, कस्तो अनुभव भयो? अब त्यो बेला त अब कस्तो भयो नि, बस्दै कुरा गरौँ न। अब म धेरै पछि आफूले मुभीमा काम गर्ने मौका पाएको, अनि यति खुसी थियो कि एकदम आफूलाई रिफ्रेस, आफूलाई अपडेट पनि गर्न पाइयो हैन। त्यसले गर्दाखेरि सबजना भेट भयो, अनि त्यहाँ आउँदा मैले सबै थोक बिर्सेँ भने मतलब आफ्नो यहाँ बसेर अब मलाई सबैले बिर्सिसक्यो कि के भयो कसो भयो भन्ने भन्छ नि त, म एक कुनामा छु भन्ने। तर त्यहाँ आएपछि मैले सबै थोक बिर्सेँ, सबजनासँग मजाले काम गरेँ, सबजनासँग त्यहाँ हाँस खेल, मलाई त्यो यति रिफ्रेस भइरहेको थियो, अब म त्यो भन्नै सक्दिनँ भनौँ न। त्यति रमाइलो भयो तेलभिसाको यो कति रमाइलो गानामा सुट गर्दाखेरि। मलाई त्यो के नै पाएको जस्तो भर्खरै एउटा नयाँ मुभी, मेरो फर्स्ट मुभी जस्तो लाग्यो क्या। गरौँ त मैले एज ए गेस्ट रोलमा अलिकति
कतै गएको छु तैपनि आफूलाई चाहिँ त्यो त्यसको केही थिएन मलाई यति खुसी लाग्यो यति खुसी लाग्यो अन्त रिलिजपछि हलहल गयो नि त होइन रिलिजपछि हलहल जाँदाखेरि कति दर्शकहरूले त हामीले त सुशील छेत्री पछि पनि आउनुहुन्छ कि भन्ने सोचेको भन्दै हुनुहुन्थ्यो कि त्यो भनेको चाहिँ मिस गर्नुभएको रहेछ कि उहाँहरूले होइन त्यो भएर अब अरू जस्तो लाइभ चलिरहेछ युएसमा नेपाल पनि आउने जाने भइरहन्छ होइन दाइलाई कस्तो लाग्छ म लङ टर्म म फिल्म क्षेत्रबाट यही प्रकारले काम गर्छु अथवा कुनै अवसर आयो भने म फिल्म खेल्न रेडी छु है क्यामरामा हेरेर दर्शकहरूलाई भनिदिनु मेकरहरूलाई भनिदिनु कि हजुरको के छ अवस्था फिल्महरू आयो भने गर्ने नगर्ने अथवा सेलेक्टेड भएर गर्ने कस्तो पनि अब सबभन्दा पहिला यहाँ खेल्न चाहिँ अब मेरो छोरीको छुट्टीको बेला मिल्नुपर्छ फेरि त्यही प्रब्लम छ कि अलिकति छोरी ठुलो नहुनेसम्म चाहिँ मैले मुभी खेल्दा चाहिँ अब छोरीको त छुट्टी त समरमा त लङ हुन्छ नि त त्यही जस्तै 2.5 महिना नै हुन्छ होइन जस्तै जुनदेखि जुलाईदेखि अगस्तसम्म त्यस्तोमा चाहिँ अलि मिल्छ त्यसमा मिलाउन पनि फेरि कस्तो हुन्छ भने घरमा सबै फ्यामिलीको उता छुट्टी पनि मिल्नु पर्यो कस्तो पनि त्यो छोरीको छुट्टीले मात्रै गर्दा पनि हुँदैन फेरि मिलाउनु परिवार त सबै सँगै बस्नु पर्यो नि यहाँ अलि ठुलो नहुन्छ मलाई अलिकति अप्ठ्यारो छ तर त्यस्तो अब जुरेको एकदमै पर्यो भने कहिले काहीँ मिल्न नि सक्छ होइन मिलाउन त सकिन्छ होइन जस्तै तर विशेष चाहिँ केमा डिपेन्ड हुन्छ भने कथा कस्तो छ टिम कस्तो छ त्यो पनि हो अब म धेरै पछि निस्किँदा एउटा रोल कस्तो छ फुल फेजमा निस्किँदाखेरि त अलिकति मैले अलिकति सबै रोलहरू देखेर दर्शकहरूले फेरि माया पाउने किसिमले गर्नु पर्यो नि हो नि त्यही त अब जस्तो दाइले भन्नुभयो होइन मलाई खानामा ठिकै हो म जे छ बेसिक म त्यही नै खान्छु भने लाउनुमा कतिको इन्ट्रेस्ट छ दाइलाई किनभने अहिले देखिरहेको दाइले सनग्लास पनि लगाइरहनु भएको छ ज्याकेट होइन टक्क के त्यो म यतिकै हिँड्छु भन्ने क्याजुअल देखिनँ कि मैले अलिकति केही एफर्ट लाउनु भएको जस्तो लाग्यो त्यही भएर लाउनुमा चाहिँ अलिकति यो लाउँ त्यो लाउँ भन्ने चाहिँ छ अलिकति छ अलिअलि अब के न के त हुनु पऱ्यो अलिक नेचुरल त्यो अनि दाइ मुभिजहरू कतिको हेर्नुहुन्छ किनभने आफ्नो फिल्ड हो होइन हामीले चटक्क माया मारेको छैनौँ आफ्नो फिल्डसँग यसो अपडेट हुनुको लागि फिल्म टेलिभिजनमा प्रोग्रामहरू इन्टरभ्युज कति मिडियाहरूलाई कसरी आफूलाई अपडेट राख्नुहुन्छ होइन मैले सकेसम्म आफूले टाइम निकालेर हेर्छु सबै को कलाकार आइरहेछ कसले राम्रो गरिरहेछ कस्तो छ भने अब पहिला हाम्रो बेलाको जस्तो छैन अहिले अलिक कम्पिटिसन छ होइन अब धेरै कलाकार आउने अनि अब एउटा त्यो मुभी अलिकति फ्लप भयो भने दुईवटा फ्लप भयो भने त्यो कलाकारको नामै बिर्सिने त्यस्तो बेला छ होइन किन कम्पिटिसन भयो धेरै भयो त्यस भएर म अपडेट राखिरहन्छु त्यसमा म कन्टिन्यू गरिरहन्छु जो चिन्नुहुन्छ पुरानो कलाकार नयाँ कलाकारदेखि लिएर के त मलाई अचम्म लाग्छ कि अब इभन हामीले नै होइन कुमारीको एक्ट्रेस चैत्य देवीदेखि लिएर अहिलेको न्युवर जेनेरेसनको भर्खर आउनुभएको आर्टिस्टहरूलाई पनि हामी चिन्छौँ होइन किनभने सायद त्यस एकदमै मुभीप्रति कलाकारहरूप्रति स्नेह आत्मीयताले गर्दा होला तर कतिपय कलाकारहरूले चाहिँ पुरानोलाई त पटक्कै नचिन्ने होइन आफ्नो आफ्नो जेनेरेसनकोलाई मात्रै चिन्ने जस्तो पनि लाग्यो कि त्यो किन होला है दाइ होइन अब यस्तो हुन्छ अब त्यो हाम्रो अब सबैलाई त नभनौँ कोही होइन अनि हाम्रो बेलामा चाहिँ एकदम इन्ट्रेस्ट क्या यो अब मलाई केही चाहिँदैन मुभीमा काम गर्नु पाए न पैसा चाहिन्छ न यो चाहिन्छ न त्यो चाहिन्छ ड्रेस पनि जस्तो छ टकटुक आफू मिलाएर त्यस्तो गरेर गरेँ अब कुनै एउटा बिग बजेट गरेछ भने उनीहरूले अनि त्यो बेलामा चाहिँ मेरो विचारमा त्यो छ त्यो अब यसमा चाहिँ अहिले चाहिँ अब अलिकति यो कसैलाई दोष दिने कुरा हुँदैन होइन अब समय नै त्यस्तो कि अहिले अब हाम्रो बच्चाबच्चीहरू नै उनीहरूले थाहा हुँदैन अब पहिला कसरी यिनीहरूले गरेको थियो त बाटो कसरी बनाएको थियो अब घर त बनाइसकेर राम्रो मजाले बस्ने त त्यो घर कसरी बनेको थियो भने चाहिँ उनीहरूलाई केही थाहा छैन क्या मेन त्यस्तो होला उनीहरूको दोष होइन हाम्रो अब बेलै यस्तो कि समय नै त्यस्तो हो अब जाँदा जाँदै होइन म चाहिँ अब जस्तै भाउजूलाई त अब पर्सनली भेट्न पाएको छैन होइन कुनै दिन अवश्य पनि भेट हुन्छ छोरीलाई होइन अब दाइको चाहिँ मलाई पर्सनल एउटा के कुरा गर्नु मन लाग्यो भने जस्तै भाउजूको बेस्ट कुरा के लाग्छ बेस्ट कुरा एकदम सत्य छ पूजा एकदम गर्ने यस्तो यहाँ युएस आएर पनि बिहान म गरिदिन्छु नि किन हतारेर जानुपर्ने भनेर भन्दाखेरि म आफैले गर्नुपर्छ भनेर बिहान अर्ली इन द मर्निङ फर्स्टमा चाहिँ एकदम पूजाहरू सबै गरेर जाने एउटा सत्य छ म एकदम लक्की छु ए भाउजू रेजिस्टर्ड नर्स है हजुर हजुर अनि छोरीको चाहिँ बेस्ट कुरा के लाग्छ छोरी चाहिँ म जस्तै छ अरे सोच्नु
म जस्तै चाहिँ एकदम क्लियर छ के भन्ने यताउति गर्ने अनि अब यताउति कतै जाउँ भने पनि अलिकति यस्तो यस्तो गऱ्यो भने बुझ्ने त्यस्तो टाइपको क्या ठ्याक्कै अलि म जस्तै छ अलि बुझिहाल्ने अब कसै त मान्दैन जाउँ 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 भन्छ नि तर उसलाई फकाएर यताउति यस्तो यस्तो गर्ने भने चाहिँ मान्छ त्यही त मेरै टाइपको छ भने त्यही त मेरो पनि जेठो छोरा बच्चा बेला चाहिँ साह्रै बदमास थियो है लगभग 3 वर्षसम्म त यति बदमास थियो जसलाई नि कुट्ने एकपल्ट मलाई अहिले याद छ जीवन लुइटेल आउनु भएको होइन भेट्न आउने बित्तिकै के भने रिचाको छोरा त एकदम बदमास छ भन्ने सुनेको छु भनेको मेरो छोरा किन बदमास भयो भनेको तर जब ऊ स्कुल गयो नि 3 वर्षमा उसले स्कुल पायो स्कुल गएपछि बच्चा ठ्याक्कै चेन्ज भयो क्या अनि तपाईँको नानुको जुन पर्सनालिटी छ मेरो जेठो छोराको पनि त्यस्तै त्यस्तै छ क्या एकदम इनोसेन्ट उसलाई त्यो लप्पन सप्पन के पनि थाहा हुँदैन होइन सो सायद भगवान्ले पनि हेर्छ क्या यस्तो पर्सनालिटीलाई त्यस्तो लाग्छ अब जाँदा जाँदै दर्शकहरूलाई के भन्नु छ दाइ आफ्नो मनका कुराहरू म अब अहिले समयले आज गर्दाखेरि यहाँ आइपुगेको छु तर छिट्टै नै तपाईँहरूको माझमा फेरि आउनेछु र सधैँ तपाईँहरूको यस्तै मायाको म आशा राख्दछु धन्यवाद दाइले त दर्शकहरूसँग आई मिन बिदा माग्नुभयो तर मलाई चाहिँ दाइलाई यत्तिकै जान दिनु मन लागेन मलाई दाइले एउटा फिल्मको डायलग मलाई सुन्न मन लाग्यो किनभने त्यो धेरै पपुलर छ नि त दाइ एउटा डायलग जिन्दगानी अलिकति हो झ्याप्पाको चिम्की डोन्ट निभ्यो हस् दाइ थ्याङ्क यू सो मच हस् नमस्ते